फर्स्ट इन्ग्रेडिएन्ट चाहिँ हाम्रो लेमन ग्रास छिप्पेकोहरू फ्यु अफ देम यो छिप्पेकोहरू छ नि यिनीहरूलाई चाहिँ हामीले के गर्नुपर्छ भने नेक्स्ट इयरको लागि बिजन भन्छ कि बिउ त्यसको लागि युज गर्नुपर्छ मोस्टली युज इन साउथ इन्डियन डिसेस यहाँ पनि राम्रो हुने हुनाले हामीले त्यो गर्दैछौँ यो चाहिँ हो हाम्रो यो करी लिफ यो लेमन ग्रासको जुन स्टक छ नि त्यसलाई यसरी पिटेर यतिको सानोमा चाहिँ हामीले चप गर्नुपर्छ हो ग्रिन करी पनि रेडी भयो ग्रिन करी पेस्ट र यो अचार चीज राइस the sauce अहिलेको अचार and finally the garnish of coriander हो यो भयो र अब हामी हाम्रो डिसलाई Good evening everyone from Hills Hospitality and Samsara Permaculture here in Mirik, Darjeeling. आजको भिडियो चाहिँ इट्स अबाउट गिभिङ शेप टु द कन्सेप्ट अफ फार्म टु टेबल एन्ड वी आर अलमोस्ट हाफ द वे देयर हामीले चाहिँ अब पर्माकल्चर एउटा फार्म चलाउँदैछौँ मिरिक दार्जिलिङमा र फार्म टु टेबल कन्सेप्टलाई हामी यहाँ बस्दाखेरि त्यति इम्पोर्टेन्स मलाई लागेको थिएन यो कन्सेप्ट चाहिँ तर जब लास्ट मन्थमा चाहिँ काठमाडौँ गएर द गार्डन्स नेक्स्ट फास्ट फुड द गार्डन्समा गएर चाहिँ हेरेँ त्यहाँ चाहिँ सेफहरूलाई सँग काम पनि गरेँ हाम्रो के कन्क्लुजन निक्ल्यो भने एउटा फार्म टु टेबल कन्सेप्ट चाहिँ हामीले डेभलप गर्नै पर्छ सो द्याट अल द फार्मर्स अल द सेफ्स बिकम द फार्मर्स बिकम द सेफ देयर इज नो ब्रिज इन बिट्विन होइन त्यसले गर्दाखेरि चाहिँ हामीले एन्ड कस्टमरलाई पनि हामीले राम्रो प्रोड्युस दिन सक्छौँ हेल्दी प्रोड्युस दिन सक्छौँ र यो कहाँ उत्पादन भयो कसरी उत्पादन भयो र कसरी अर्ग्यानिकली यसको ग्रोथ भयो सबै कुराहरूलाई हामीले चाहिँ इन्फर्मेसन दिन सक्छौँ भनेर हाम्रो एउटा कन्सेप्ट डेभलप भयो त्यही कारणले गर्दाखेरि अब वेल आइम हियर इन मिरिक दार्जिलिङ अब मैले चाहिँ मेरो जुन पर्माकल्चर फार्म छ यहाँ चाहिँ अब लेमन ग्रास उत्पादन गरेको छु कोरिएन्डर उत्पादन गरेको छु सबै चिज गरेको छु र आजको जुन डिस बनाउनु मैले ट्राई गर्दैछु यो चाहिँ थाई ग्रिन करी र हरियाली करी भन्ने हुन्छ हाम्रो इन्डियन डिस यो दुईटाको मिक्स ग्रिन एग करी भनेर एउटा डिस चाहिँ मैले यो चाहिँ बनाउँदैछु आज र यो डिस चाहिँ अब यसलाई भनौँ न दिस काइन्ड अफ फुड दे बिलोङ टु द कुजिन कल एक्लेक्टिक कुजिन भने जुन कुनै कुजिनको मिक्स गरेर नयाँ कुजिन डेभलप गर्यो भने त्यसलाई चाहिँ एक्लेक्टिक कुजिन भन्छ जस्तै हामीसँग मलेसियन फुड सिङ्गापुरियन फुड जस्तै सिङ्गापुरियन नुडल्स भन्छ त्यसमा करी पाउडर पनि हालेको हुन्छ ट्युमरिक हालेको हुन्छ प्लस भर्मिसेली हुन्छ र सोया सस पनि हुन्छ मलेसियन कतिवटा करीहरू पनि ट्युमरिकहरू युज गरेको हुन्छ होइन अब यो दुईटा मिक्स गरेर बनाएको नयाँ डिसलाई चाहिँ एक्लेक्टिक कुजिनमा हामीले राख्छौँ हस्पिटालिटीको ल्याङ्ग्वेज हो यो टुडे आइम गोइङ टु प्रिपेयर दिस डिस र हेरौँ फार्म टु टेबल कन्सेप्टलाई हामीले कुन रूपमा लिन सकिन्छ त्यसलाई प्लेट अप गर्दाखेरि नयाँ मोडर्न तरिकाले अब मसँग रिसोर्सेस धेरै छैन तैपनि नयाँ मोडर्न तरिकाले कसरी प्लेट अप गर्न सकिन्छ जुनले गर्दाखेरि हाम्रो खाना पनि झोल भएकै भए पनि ग्रेभी भएकै भए पनि प्लेट अप गर्दा वेस्टर्न स्टाइलमा कसरी प्लेट अप गर्न सकिन्छ हेरेर यसलाई इन्जोय गर्नु होला यो फर्स्ट इन्ग्रेडिएन्ट चाहिँ हाम्रो लेमन ग्रास स्टक होइन त्यही भनेको वाइल्ड सावज इन काठमाडौँ यो चाहिँ सबै हामीले किन्नु परेको थियो होइन तै पनि त्यो सानो यसको एउटाको हामीलाई चाहिँ अब मिनिमम अफ 50-60-70 रुपियाँ परेको थियो भने अहिले दिस इज फर फ्री अनि त्यसपछिबाट यो स्ट्रेट फ्रम आवर गार्डन हो अनि यो जुन छ नि दिस इज द सिड यो सिड चाहिँ हामीले यो जमिनमा झर्छ यो उम्रिन्छ त्यसरी नै हामीले यो सिडलाई चाहिँ युज गर्छौँ र सी बबिन द सेफ फ्रम गार्डन्स यस्तो हुन्छ यहाँ चाहिँ म भन्दा पनि ठुल्ठुलो अग्लो सो दे आर एटलिस्ट 7 फिट टल कुनै त यो पनि त 10 फिटै टल होला स्टकहरू यसरी चाहिँ हाम्रो यहाँ उत्पादन भइरहेको छ सो फार्म टु टेबल कन्सेप्ट
यो एउटा भयो भने सालभरिलाई जति पनि करी बनाउनुहुन्छ लेमन ग्रास युज गरेर टी बनाउनुहुन्छ सबैलाई कभर गर्छ। यहाँ चाहिँ हाम्रो धनिया कोरिएन्डर यो चाहिँ युज गर्ने। यसको लागि चाहिँ यता गयो जुन चिपेको छ नि केही सब फ्यु अफ देम चिपेकोहरू यो चिपेकोहरू छ नि यिनीहरूलाई चाहिँ हामीले के गर्नुपर्छ भने नेक्स्ट इयरको लागि बिजन भन्छ कि बिउ त्यसको लागि युज गर्नुपर्छ र केही चाहिँ हामीले अब टिप्ने हो हैन। धनियाको चाहिँ स्पेसली विथ कोरिएन्डर हामीले चाहिँ यसरी रुट पक्रेर यसरी निकाल्यो हैन। यो चाहिँ अब फ्रेस कोरिएन्डर अझ हामीले धेरै नटिपेर यहीँ चिपिसकेको छ यिनीहरू हैन। यसलाई यहीँ छोडिदिँदा भयो। हाम्रो बिरालो गराउँदैछ अहिले यति धनिया भयो नि हाम्रो आजको अचार उसमा सबै चिजमा यसले पुग्छ। माटो चाहिँ सकेसम्म यहीँ अब फालिदियो भने सिङ्क पनि क्लग हुँदैन हो। र आइम ट्राइङ टु build a table here where we can rinse vegetables before it goes to the kitchen हैन। हाम्रो टेबलमा त्यो पनि एउटा एकदम क्रुसियल कुरा हो। त्यसले चाहिँ रिन्स गर्ने नचाहिने जस्तै अब पात पतिङ्गरहरू त्यसको जुन जस्तै काउलीफ्लावर छ नि गाईलाई खान दिनु मिल्छ त्यसको अब पातहरू बाहिरको अनि त्यो बाहिर पखारेर लग्यो भने भित्र चाहिँ त्यो वेस्टेजमा जाँदैन। एन्ड द्याट्स हाउ इट सुड वर्क हो। सी द कोरिएन्डर। अब अर्को हर्ब अथवा हाम्रो चाहिँ के भन्ने यसलाई अब स्पाइस मोस्टली युज इन साउथ इन्डियन डिसेस। यहाँ पनि राम्रो हुने हुनाले हामीले त्यो गर्दैछौँ। यो चाहिँ हो हाम्रो यो करी लिफ यहाँ छ नि यो चाहिँ अब स्टिल द प्लान्ट इज स्टिल ग्रोइङ हैन। त्यही भएर चाहिँ हामीले थोरै एक दुईवटा मात्रै स्टकहरू अलिक छिपेको स्टकहरू लिनुपर्छ यसमा। अनि नेक्स्ट इयर चाहिँ हामीले फल पाउँछ यसको। यो भयो अनि यो माथिको छ नि यो चाहिँ सिड हो यसको हैन। यो चाहिँ भुइँमै छरिदियो भने यो जग्गा चाहिँ फैलिने कुरा छ। सफ्ट रोपिङमा राम्रो हुँदो रहेछ यो पनि। स्मेल्स गुड हो करी लिफ। यो पनि हामी आजको ग्रिन करी नेप्लिज ग्रिन करी एक करीमा चाहिँ युज गर्छौँ। इन्ग्रिडियन्टहरू एग्स कोरिएन्डर करी लिफ लेमन ग्रास गार्लिक जिन्जर ग्रिन चिल्ली अनियन र टमाटो मेनली। त्यसपछि अहिले चाहिने कुनै अब हामीलाई यो चाहिन्छ फ्रेशली डन क्युमिन कोरिएन्डर रोस्टेड क्युमिन कोरिएन्डर पाउडर यो कुराहरू र सोया ससहरू हाम्रो यही छ। र जब म हाल्दै जान्छु तपाईँहरूलाई म यो देखाउँदै पनि जान्छु। तर फर्स्ट थिङ्स फर्स्ट हामीले पहिला गर्नुपर्ने चिज चाहिँ एग्स। जे चिज पनि बोइल गर्दा सुरुमा अलिकति सल्ट हाल्नु जरुरी छ हो। यो चाहिँ हाम्रो बायोग्यास मिथेन बल्दैछ यहाँ मिथेन हो। यसलाई चाहिँ एक अन्डा उमाल्न हाल्दिउँ। फर्स्ट थिङ्स डन। यसले बढी टाइम लिने हुनाले यसलाई सुरुमा गर्नु पर्यो होइन। लास्टमा अन्डा उसिन्यो भने वेयर वेस्टिङ टाइम हो। अब सेकेन्ड चिज लेमन ग्रासको जुन स्टक छ नि यसलाई चाहिँ यसरी पिटेर यतिको सानोमा चाहिँ हामीले यसलाई चप गर्नु जरुरी छ हो। यतिको सानो चप गरेपछि चाहिँ के हुन्छ भने अहिले ब्लेन्ड गर्दा ब्लेन्डरलाई सजिलो हुन्छ। र नुन हाल्नुको अर्को मुख्य कारण यसमा के हो भने नुनले चाहिँ बोइलिङ पोइन्ट घटाइदिन्छ होइन। नुनले बोइलिङ पोइन्ट घटाएपछि के हुन्छ भने हामीलाई करीहरू पकाउँदाखेरि चाहिँ यो जे चिज पकाउँदाखेरि नि जस्तै अब 100 डिग्रीमा बोइल हुन्छ नि अब 90 डिग्रीमा बोइल हुन्छ। र जस्तै गेडागुडीहरू उमाल्दाखेरि चाहिँ लागिनुहोस् यसले चाहिँ के गर्छ भने फ्लेभर पनि नुनको पहिला भित्र नत्र चानाहरू हामीले बोइल गर्दाखेरि चाहिँ त्यति साह्रो फ्लेभर भित्र जाँदैन र बाहिर मसला जति पकाए पनि भित्र जुन मेन पल्पमा चाहिँ टेस्ट छैन भने चाहिँ एकदम पोइन्ट पुग्दैन। यसलाई पनि फाइन चप गरिदिनु। यो किन गरेको भने सिधा ब्लेन्डरमा हाल्दिनु हुन्छ। तर यसरी गऱ्यो भने चाहिँ ब्लेन्डरलाई चाहिँ अलिकति सजिलो हुन्छ होइन। के भन्छ यसको ओइलहरू चाहिँ रिलिज गर्छ हो। यसलाई पनि अब फाइन चप गरेर थोरै कोरिएन्डर
करी लिफको चाहिँ यो एकदम कलिलो भएको कारणले गर्दाखेरि सर्लाउँदाखेरि स्टक चाहिँ यहाँ बस्छ हातमा यो यसरी जान्छ। अब थोरै सोया सस, सल्ट, त्यसपछि ओइल एड गर्ने। ओइल एड नगर्दा हुन्थ्यो तर लङ्गर लास्टिङ राख्नको लागि मैले चाहिँ यसमा ओइल हालेर यसलाई उसमा चाहिँ गरिदिएँ। ग्रीन करी पनि रेडी भयो, ग्रीन करी पेस्ट। नेक्स्ट थिङ द्याट वी डुइङ इज अब chopping the tomatoes. कलर ऑरेंज आए। अर्को डिश जुन चाहिँ मैले बनाउँदैछु त्यो चाहिँ यो अचार हो, भ्यातल भन्ने। त्यो चाहिँ हरियो घरमा नर्मली बनाइराख्ने अचार हो। त्यो चाहिँ के गर्छ भने टमाटरलाई डढाएर मसँग चाहिँ एउटा पुरानो फोर्क छ, यो फोर्क त्यसमा चाहिँ यो टमाटरलाई म हल्का डढाएर चाहिँ यो डिश मैले बनाउँछु। अब त्यसमा चाहिँ हल्का आगोको छेउमा राख्दियो होला यसरी। अन्डा पनि पाक्दै गर्छ, यो टमाटर पनि हुँदै गर्छ र इन द मेन टाइम हामीले चाहिँ यसलाई गरौँ। हामीले चाहिँ प्याजलाई पनि एकदम फाइन चप गर्नुपर्छ। यो आयो नि, यो फुल्ली कुक्ड हुनु जरुरी छैन, र तर चाहिँ चारकोल फ्लेभर हुन्छ नि। यतिको बनायो भने दिस इज डन। अहिले एकछिन यसलाई यसरी नै राखौँ। Slowly it will let the sauce cook. While the sauce is cooking, म चाहिँ यहाँ अब अर्को डिश रेडी गर्नु लाग्छु। यो डिश चाहिँ अघि भने जस्तै हाम्रो भ्यातल अचार भन्छ यसलाई। ब्लेन्डर, खोर्सानी, आमाहरूले त घरमा ब्लेन्डर युज गर्नुहुन्थेन, के भन्छ सिलौटा नै युज गर्नुहुन्थ्यो। तर हामीले चाहिँ अभाइलेबिलिटी अनुसार चाहिँ अलिकति टेक्नोलोजी चेन्ज गरेको। र नुन अनि त्यसपछि यसमा चाहिँ हामीले थोरै, यो चाहिँ भुटेको तोरीको तेल हो थोरै। अनि मिरिकतिर चाहिँ दार्जिलिङमा चाहिँ तोरीको तेललाई खाने तेल भन्छ, अर्को तेललाई चाहिँ नर्मल रिफाइन तेल भन्ने भन्छ होइन। विल ब्लेन्ड इट टुगेदर हो। यो भ्यातललाई यसमा हाल्ने, यो अचारलाई, त्यसपछि यो फाइनली चप गर्ने यसमा मिक्स गर्ने। दिस इज भ्यातल हो। कम्प्लिकेटेड। यसमा चाहिँ अझै त्यो हाम्रो मिन्ट छ भने अझ मिठो हुन्छ यो।
तेल तातेछ हो अब चाहिँ सस अब चाहिँ यो सस हाल्ने यो कन्सन्ट्रेटेड हरियो छ अब यो चाहिँ हल्का मेलो हरियो हुन सक्छ अब हैन अन्डालाई चाहिँ हाफमा काट्ने and this is the chili oil that I cooked this morning त्यो थोरै युज गर्छु egg upside down साइडमा सिल्नु है हाम्रो प्लेट बनाउन लागि पहिला सुरु यो हाम्रो 4 इन्चको यो एचडिपी पाइपलाई लगाउने यो चाहिँ हिट बियर गर्ने चाहिँ पाइप हो हैन सुरुमा यो अचार लगाउने नेक्स्ट इज राइस next is the eggs finally the sauce माथि फेरि अलिकति ग्रीन दिनको लागि हरियोको अचार गार्निस अफ कोरिएन्डर हो यो भयो र अब हामी हाम्रो डिशलाई चाहिँ यसरी प्रेजेन्ट गर्छ here we are egg curry green egg curry modern style यसमा चाहिँ एलिमेन्ट्स बटममा चाहिँ त्यो धनियाको सस बीचमा राइस त्यसपछिबाट यो ग्रीन करी सस भइहाल्यो र एग माथिबाट कोरिएन्डरको गार्निस यसरी चाहिँ हामीले राइस र करीलाई प्रेजेन्ट गर्न सक्छौं फार्म टु टेबलको कन्सेप्टमा And thank you for watching the video.